राजा वीरेन्द्रको हत्या किन गरियो? राजा वीरेन्द्रको हत्या इन्डो पश्चिमा साम्राज्यवादले नेपाललाई चीन विरोधी केन्द्र रूपान्तरण गर्नका निमित्त गर्यो। किन गर्यो भने यहाँ राजा वीरेन्द्रको माओवादीसँग अघोषित कार्यगत एकता भनिन्छ, यो बिल्कुल झुट, यो बिल्कुल चाहिँ तपाईँको जुन कपोल कल्पित र यो नितान्त चाहिँ तपाईँको भ्रामक कुरो हो। त्यति बेला राजा वीरेन्द्रले आधिकारिक रूपमा वार्ता गर्न माओवादीसँग पठाएका मान्छे दुईजना, एउटा तत्कालीन तपाईँको चाहिँ के भन्दा सहसेनानी दिलीप रायमाझी र भाइ धीरेन्द्र, यी अरू बीचका गुप्तचरहरू कसले वार्ता गरे त्यसको अर्थ छैन, आधिकारिक वार्ता गर्न पठाएको दुईजना हो। त्यो विवेक शाहले मैले देखेको दरबार भन्ने पुस्तकमा पनि त्यसको सार्वजनिक गरेको छ। र त्यति बेला माओवादीले पहिलो प्रस्ताव राखेको भनेको राजा वीरेन्द्रलाई पहिलो राष्ट्रपति, पछि पहिलो राष्ट्रपति प्रस्ताव चाहिँ माओवादीले कसको बलमा राखे र कसको आडमा चाहिँ तपाईँको चाहिँ राख्ने चाहिँ तपाईँको चाहिँ हिम्मत गरे। त्यसले गर्दाखेरि माओवादी आन्दोलन पश्चिमा साम्राज्यवादले चलाएको र नेपाली सेनाभित्रको एउटा तपाईँको चाहिँ क्रिस्चियन गुटले चलाएको तपाईँको चाहिँ के हो, यो क्रुसेड मुभमेन्ट हो भन्ने कुरा राजा वीरेन्द्रले बुझेका थिए। त्यसकारण तपाईँको चाहिँ राजा वीरेन्द्रले तपाईँको चीनसँग एउटा समदूरी सम्बन्ध राखेर यी सबै कुराहरूलाई तपाईँको किनारा लगाएर तपाईँको केही राजनीतिक कदम चाल्ने सङ्केत पाइसकेपछि नेपाली सेनाले राजा वीरेन्द्रको हत्या गर्यो। म यो प्रश्न गर्न चाहन्छु तपाईँको चाहिँ, किनभने यहाँ अहिले दिपेन्द्रले गरे, ज्ञानेन्द्रले गरे अथवा पारसले गरे, यी आदि इत्यादि चाहिँ तपाईँको गोएबल्स प्रोपोगन्डा जो चलाइएको छ त्यो तपाईँको छानबिनको विषय छ। त्यहाँ राज दरबारभित्रको सम्मेलन थियो भन्ने कुरा तपाईँको चाहिँ के उच्च स्तरीय छानबिनको विषय छ। मलाई व्यक्तिगत रूपमा भन्नुहुन्छ भने म तारानाथ राणाभाटको आयोगलाई म स्वीकार्दैन। किन स्वीकार्दैन भने त्यो कपोल कल्पित, झुट र त्यो नालायक आयोग। राजा वीरेन्द्रको हत्या भएको छ, तत्कालीन तपाईँको पार्लियामेन्टले राजा वीरेन्द्रलाई संवेदना समेत दिएन। मुलुकको हेड अफ द स्टेट मृत्यु हुँदा चाहिँ संसदले संवेदना दिनु पर्दैन। त्यसले गर्दा के राजा वीरेन्द्र ज्ञानेन्द्रका दाजु र दिपेन्द्रका बाबु मात्रै हुन्? उनी त मुलुकको राष्ट्राध्यक्ष हुन्। राष्ट्राध्यक्षको तपाईँको सुरक्षा जिम्मा भनेको त्यो चाहिँ यहाँको चाहिँ तपाईँको के भन्दा नेपाली सेनाको जिम्मा हो र दरबारभित्र त दुईवटा सैनिक गण छन् सुरक्षाको निमित्त। त्यो सैनिक गणले के हेरेको थियो? राजाका एडिसीहरूले के हेरेका थिए? युवराज धिराजका एडिसीहरूले के हेरेका थिए? त्यसले दरबार हत्याकाण्डको तुरुन्तै नेपाली सेनाका तत्कालीन प्रधान सेनापति प्रज्वल शमशेर जबराले दरबारको सुरक्षा जिम्मा हाम्रो होइन भनेका छन् भने सुरक्षा जिम्मा कसको हो? त्यसकारण राजा वीरेन्द्रको हत्या नेपाली सेनाले नै गरेको हो र त्यो के हो भन्दा क्रिस्चियन र इन्डियन रणनीति अनुसार गरेको चाहिँ तपाईँको चाहिँ हत्याकाण्ड हो। अनि यहाँ र सिआइए भनेको उडेर आएर गरेको होइन। त्यसो भएको हुनाले तपाईँको राजा वीरेन्द्रको हत्या इन्दिरा गान्धी अथवा राजीव गान्धी या रिचर्ड निक्सनहरूको तपाईँको जस्तो होइन। यो हत्या दुईटा सैनिक घेराभित्र भएको हत्या हो। जस्तो राजीव गान्धीको हत्या चाहिँ तपाईँको चाहिँ के भन्दा एउटा कार्यक्रममा जाँदा तपाईँको चाहिँ के लिट्टीको ब्यानरमा गरियो, इन्दिरा गान्धीको उनका एडिसीले गरियो, तर दरबार हत्याकाण्ड के भन्छ छानी छानी गरिएको छ। त्यो पनि तपाईँले त्यहाँ हेर्नुहोस्। तपाईँको राज परिवार मात्रै छैन, राजा वीरेन्द्रलाई सहयोग गर्ने उनका नजिकका मान्छेहरूलाई पनि हत्या, नातेदारहरूलाई पनि हत्या गरिएको छ। त्यसकारण यो हत्याकाण्ड पश्चिमा तपाईँको जुन रणनीति अनुसार तपाईँको जुन के भन्दा चीनलाई घेर्ने तपाईँको जुन दीर्घकालीन योजनामा राजा वीरेन्द्र तपाईँको जुन बाधक बनिसकेपछि तपाईँको गरिएको हो। र राजा वीरेन्द्रको हत्या र माओवादी युद्ध अथवा माओवादी युद्धको जुन सुरुवात एउटै शक्तिले गराएको छ र अनि राजा वीरेन्द्रलाई तपाईँको माओवादीसँग जोडेर गोएबल्स प्रोपोगन्डा गर्यो। यदि यो अहिले तपाईँलाई किनभने यो हाइपोथेटिकल लाग्ला, यदि राजा वीरेन्द्र रहेको भए नेपालको माओवादी भन्ने कुरा लिट्टे जस्तो हुने थियो। अनि त्यसले यो राजा वीरेन्द्रसँग माओवादीले जोडेर माओवादीसँग अघोषित कार्यगत एकता भन्नु यो नितान्त झुट, भ्रामक र गोएबल्स प्रोपोगन्डा बाहेक केही पनि हो।